आज की मौसम कैसा है? त्यस्तो ठन्डी ठन्डी होइन, एकदमै धेरै चिसो कुल फिल भइरहेको छ। जाडो त एकदमै धेरै थियो, तर पनि मेरो दिमागमा चाहिँ एकदम चिसो हावा छिरेर फ्रेस भइरहेको छ। ओके ओके अनि होइन, मलाई चाहिँ एउटा कुरा गर्न मन पर्यो कि यो वास्तवमा भन्नुपर्दा कलेज जान चाहिँ मलाई धेरै अल्छी लागेको थियो आज बिहान होइन। जाडो भएर म घरमा मजाले सुतेर बसेँ है। तर घुम्न भनेपछि, बाहिर निस्किनु भनेपछि चाहिँ म फेरि राम्रैसँग हिँड्छु नि त। न जाडो न तातो केही नमानिकन एकदमै धेरै तापसिङ कसिहाल्ने हो कि। फाइनली म आउन चाहेको ठाउँ भनेको चाहिँ यही होला, एकदमै धेरै पिसफुल होइन। वाउ क्या दामी, मलाई चाहिँ एकदम धेरै शान्ति लाग्छ यहाँ आइसकेपछि। यो चाहिँ मेरो फेभरेट ठाउँ हो। यहाँ आउनको लागि चाहिँ मलाई कुनै साथीको पनि जरुरत पर्दैन होइन। कस्तो राम्रो ठाउँ छ होइन। वाउ, हजुरहरू पनि घुम्न चाहनुहुन्छ भने यही ठाउँमा आउन सक्नुहुनेछ घाम ताप्नको लागि। बट आज चाहिँ अब घाम ताप्ने मौसम चाहिँ अलिक छैन, यस्तो पुरै जाडो छ आजको मौसम होइन। कुहिरो के भन्छ र, कुहिरो लागेको छ। यहाँ नजिकै छ यो एडभान्स कलेज हो। यहाँ चाहिँ गेम चलिरहेको रहेछ पुरै। कलेज देख्दा पनि थरथर थरथर डर लाग्छ त। किनकि आज म कलेज गएको छुइनँ। साउन्डमा हुन्छ नि यहाँ यति राम्रो हुन्छ है। ओ माई गड, वाह परेवा ए परेवाहरू हेर्नु न कस्तो मजाको। आम्मा कति मजाले चलिरहेछ कि। मलाई यो जब पनि म यो यो चरा चुरुङ्गीहरू देख्छु नि, मलाई चाहिँ मन यस्तै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या। वाह उनीहरू जस्तै मासुम सा होइन, उडेर जहाँ पनि पुग्न मिल्ने टाइपको लाग्छ। बट अब के गर्ने, म परे मान्छे। ओके रेस्ट गरौँ एकछिन यहाँ होइन, आरामले बसौँ, चिसो खाउँ, फ्रेस हौँ। ओके यस्तो चिसो मौसममा होइन, कोही मेरो साथमा हुनु रे अनि टक्क कफी पिउँदै। वाउ जस्ट इमेजिङ दिस फल। बट के गर्नु, आफू पर्यो सिङ्गल होइन। हुनु त सिङ्गल लाइफ पनि एकदम धेरै चिल रमाइलै हुन्छ। मेरो जोडी भइदिएको भए भन्ने हुन्छ। वाउ यो हेर्नु न, यसलाई के भन्छ अरे, सल्लाह कि समथिङ के भन्छ होइन। यो चाहिँ मलाई पहिलादेखि सबैभन्दा मनपर्ने बोट बिरुवामध्ये यो लाग्छ कि, मलाई यस्तो राम्रो लाग्छ नि यो। हे यो तिमी र म सँगसँगै घुमौला भनौँ नि। म एक्लै म कहीँ घुम्न जाऊँ अनि मेरो साथ ये सब नहीं हुआ तो किसके साथ होगा होइन। मेरो सफल झऱ्यो अब हो, यस्तो छ हालत। हेर मेरो क्यामेरा पुरै फोर लाग्यो त, पानी छुट्याउनु थालेको कि जस्तो भयो ल पानी। वाउ यहाँ हेर्नु न, यहाँ कस्तो दामी पुल पनि छ क्या, मछलीवाले पुल। पानी चाहिँ एउटा रहेनछ र, जस्ट पुल रहेछ। यस्तो उकालोमा प्रिय तिमी मेरो हात समाऊ अनि तिमी यस्तरी आऊ भन्ने कोही भइदिएको भए है। पुल वाउ ठाउँ प्रपरले नै त्यसो बानी छ है। पानी छिट्याउनु थाल्यो ल, पानी चाहिँ रहेनछ यहाँ चाहिँ, खाली खाली सुक्खा सुक्खा रहेछ। बट कस्तो हेर्नु न, वाउ दामी छ होइन। पानी पर्न थाल्यो, चरा हेर्नु न चरा। वाउ कति मजाले बसिरहेको छ कराउँदै। बस आवाज सुन्नु न क्या दामी छ कि। यसमा चाहिँ घर फर्केको बेलामा कस्तो पानी पर्दा जस्तो भयो कि। अलिकति पानी आयो भने त मलाई भिजाउँछ, भिजायो भने म बिरामी हुन पनि सक्छु। सो अब चाहिँ म घर फर्केको, आफूलाई के भने अलिकति भने रिफ्रेस गरेँ होइन, फ्रेस भएन।
अब मेरो घरबाट सुत्ने काम हुन्छ। ओके बाई।